हेलो एभ्रिवान, गुड आफ्टरनुन। र आज चाहिँ म आएको थिएँ है। र के काम ल्याएको भन्दा चाहिँ म यहाँ फुपूलाई कुखुरा मागेको थिएँ है। घरमा पालौँ भनेर चाहिँ कुखुरा मागेको थिएँ है। र अब म घरमा कुखुरा पाल्नु थालौँ भनेर चाहिँ है गाइस। र आएको थिएँ है। एकदमै चिसो छ यता चाहिँ, फगी लागेको छ है वरिपरि। यहाँनिर देख्न सक्नुहुनेछ फगी लागेको छ है। र आज चाहिँ एकदमै जाडो छ होइन है। अनि मैले चाहिँ यहाँ डल्ले खोर्सानीको बिउ पनि दिएको थिएँ है। र फुपूलाई मैले डल्ले खोर्सानी पनि मागेको छु बिउ है। फुपूले चाहिँ कुखुरा निकालिदिँदैछ। थुङ्चा थुङ्चा बेसी नगरौँ उम्किन्छ। थुङ्चा चान्त थुङ्गेन होइन। हेर्नु न डल्ले खोर्सानीको बिउ खालेको उक्लिनु नखोजेको साथीहरू। बल्ल उख्दै खोर्सानीको बिउ अब घरमा गएर रोप्नुपर्छ है। यो चाहिँ हो मसिनो खोर्सानीको बिउ, जिरे खोर्सानी भन्छ है हामी चाहिँ यता है। अन्त यो चाहिँ डल्ले खोर्सानी हो। बेला घरमा रोप्छु है। र साथीहरू अब चाहिँ म घर फर्केको है। यहाँ हेर्नुहोस् कुखुरा यो झोलामा छ, अन्त डल्ले खोर्सानीको बिउ है। र अब चाहिँ म घर लागेको। बाई बाई गाइस।